जन्मिन्छ त्यसपछि त्यो अनिवार्य जीर्ण हुन्छ त्यसमा कुनै शङ्का छैन रोग लाग्छ दुनिया गरेर त्यो पुरानिन्छ थोत्रिन्छ त्यसपछि मृत्यु हुन्छ यति छ त्यहाँभन्दा बढी के छैन यो कसैले चाहिँ रोकेर रोकिन्न यो शाश्वत कुरो त्यही सिलसिलामा मान्छे सञ्जु कुमारको पनि अल्पाइमै उमेर पुरा गरेर भर्खरै मुख्य भाव बित्नुभयो एउटा स्वाभाविक कुरो थियो किन 95 वर्ष पुग्नु भएको थियो एउटा स्वाभाविक रूपले उहाँको मृत्यु भयो तर यो चाहिँ असामयिक मृत्यु एउटा वज्रपात हमला पर्यो त्यो सहन सक्ने शक्ति परमेश्वरले उहाँको आमा श्रीमती राधादेवी भुषाल तथा श्री सुबेदार बुद्धिराम भुषालज्यू लगायत हामी सबैलाई देउन र यस उद्घाटन समारोहमा आयोजकले मलाई उद्घाटन गर्न बोलाउनु भएकोमा आयोजक अथवा उहाँहरूप्रति हार्दिक धन्यवाद दिँदै म सानो कुरो यही बन्द गर्दै म उद्घाटन गर्न गइरहेको छु हवस् त धन्यवाद हुन्छ जितै जब लाएर गर्ने ठिकै छ खिचिरहेको छ कि केटाकेटीलाई हटाउनु तल तपाईँले खाता त्यो फोटो जाने बोक्नु खाता हाल्नुहोस् तपाईँले खाता हाल्नुहोस् तपाईँलाई मैले भने हो बनाउने एउटालाई बनाउँछ अनि भन्नु हो नि उहाँले यो किनभने यो खाँटी पौवा प्रतीक्षालय मन्दिर यिनी सामाजिक चिज हो त्यसो भएको हुनाले अब यो जिम्मा हामीले छोड्यौँ हामीले बनाइदिउँ बस हजुर बस हो त्यो सकेन भने समाजले जिम्मा ल्याएर गर्छ सार्वजनिक चिज हो सातो लिनु
यो पूजा यसो गर्ने यसो गर्नु पर्यो यिनी केटाकेटी कहाँ बसेका छन् बर्खा त्यहाँ त्यहाँ भित्र नपस्नु अहिले जानुहोस् त तपाईँ पानी आउँछ चप्पल लिएन सधैँ हेर्दा कति हेर्नु भगवान परमेश्वर जगदम्बे माता जय जगदम्बे भगवान परमेश्वर कहाँ छ सोनु दुनियाँमा छैन यो ढोका खोल्न सक्दैन र गुरु खुल्यो खुल्यो अर्घम समर्पयामि पाद्यं समर्पयामि भगवत्साय नमो नमन देउराली भगवान सुपाकी देउराली बर्जु भगवान परमेश्वर साक्षात् तिमी जगदम्बे माता भगवान परमेश्वर रक्षा गर्ने जगदम्बे मनले चिताएको शुभकामना गर्दै जय भगवान परमेश्वर सुपाकी देउराली भगवान परमेश्वर त्यहाँ गुरुसिनबाट आएको र भेटी छ अरे ल्याउनु छ अरे भन त मुठी झिकेर जो तिरुवनन्तपुरमस्ता धौर पाइन्छ धन्न सान गिरसो दुबिरसी धरतीको सेवीमाई भगवान परमेश्वर जय सुपाकी देउराली भगवान परमेश्वर रक्षा गरे मनले चिताएको शुभकामना गरिदिए भगवान परमेश्वर तिमी जान्छौ हामी अजान छौँ जय भगवान परमेश्वर जगदम्बे माता भगवान परमेश्वर नानी यता सर न यता 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 सर जय भगवान परमेश्वर जगदम्बे माता भगवान परमेश्वर तिमी जान्छौ म
चाहन्छु जय भगवान परमेश्वर जगदम्बे माता भगवान परमेश्वर जय देउराली भगवान परमेश्वर जगदम्बे माता तो ओली गुनु पछाडि सिद्ध छन् फुल पनि त्यो बाँधेको जगदम्बे माता सासूर्य पर्जो ज्योति भगवान परमेश्वर साक्षात तिमी हो जगदम्बे माता भगवान परमेश्वर जय सिद्ध देउराली भगवान परमेश्वर जगदम्बे माता तिमी हो भगवान परमेश्वर मनले चिताएको शुभकामना पारिदिए भगवान परमेश्वर पारिदिन्छु जय जगदम्बे नछाड एकचोटि लागेर नगर्ने लाउने नि जाने आऊ अरू पनि आऊ एकचोटि लागेको एकचोटि लागेको अरू जाने एकचोटि नलागेको आऊ है जो बाबु ल दुई फेर लगाइदिनु दुई फेर लागेको दुई फेर नथाप न होइन लागेको त जो हुआ उसले लाग्यो त्यसले लाग्यो ल आऊ 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 पर्छ है ए उनी तिनी केटी ल आऊ यहाँ ल लक्ष्मी आऊ तिमीलाई अनि हाम्रो घरभरि गेला बोलाइदिनुहोस् केटीलाई बोलाउँछ खै दाइ खबर केटीलाई बोलाउँछ तिमी त्यही बस दुई नलागेका कन्ने खसाल्ली बहिनीले मैले दिन्छु तपाईँ टिक लगाइदिनुहोस् उहाँले दिन्छ तपाईँ टिक लगाइदिनु ए त्यही त उतातिर कन्याहरू कोही छैन उता जाने अरे भनेर भन्दै थियो टिकुन हालेर त्यो सबैले भन्थ्यो नानी खोइ बोलाएर सारीबाट गएर कामीटोलाको विद्यार्थी भरि त्यो पनि अरू त बोलाइदिनु केटीले पैसा खसाल्यो केटी हो मुनालाई लगाइदिनु यसले पाइ छैन टुटीले लगाइदिनु बहिनीको म आफै दिन्छु नि तैँले सक्दिने हो र कौनले टिको लगाइरहेको थियो तिमीले
यहाँ दे उहाँ पठाएको यसलाई